ओके डियर स्टुडेन्ट्स, तपाईँले डिभाइडको बारेमा भन्नुभयो होइन, अलिकता बुझिएन, कन्सेप्ट कहीँ क्लियर भएन। आउनुहोस् डिभाइडको बारेमा पहिला बुझौँ यहाँ है। त डिभाइड हामीले गर्छौँ कसरी? अर्को चाहिँ नम्बरको डिभाइड हामीले छुट्टै तरिकाले गर्छौँ र यसको डिभाइड हामीले छुट्टै तरिकाले गर्छौँ। तपाईँले राम्रोसित हेर्नुभयो भने यसपालि तपाईँले मजाले बुझ्नुहुन्छ र लगभग सबै क्वेसन गर्न सक्नुहुन्छ है। एउटा क्वेसनलाई नै हामीले लिएछौँ, हाम्रो यहाँ क्वेसन यसरी छ। यो क्वेसनलाई सल्भ गरौँ त हाम्रो क्वेसन के छ त 6x² प्लस x माइनस 15 मा हामीले डिभाइड गर्छौँ कति त? कतिले डिभाइड गर्न गइरहेछौँ त 2 अनि x माइनस 3 ले डिभाइड गर्न गइरहेछौँ। त यस्तो टाइपको क्वेसनमा हामीले धेरै कुरा बुझ्ने होइन, बस यति कुरा बुझ्ने हो। हाम्रो यहाँ सुरुको टर्म कति छ र यहाँ सुरुको टर्म कति छ त? हाम्रो यहाँ सुरुको टर्ममा छ कति त 6x² छ र यहाँ हाम्रो सुरुको टर्म छ कति त 2x छ। यो 2x मा कतिले मल्टिप्लाई गरिदिँदाखेरि 6x² हुन्छ भनेर सोच्नु होला। जस्तै यो 2 मा कतिले मल्टिप्लाई गर्दाखेरि 6 हुन्छ, तपाईले तुरुन्तै भन्न सक्नुहुन्छ 3। र यसलाई तपाईले एन्सरमा लेख्नु, 3 ले मल्टिप्लाई गर्नुस् 2 मा कति हुन्छ 6 हुन्छ। अझ यहाँ x² छ, यहाँ x मात्र छ भने यो x मा कतिले मल्टिप्लाई गरिदिँदाखेरि x² हुन्छ, x ले तपाईले भन्नुहुन्छ x ले। मैले पनि त्यही सेम कुरा लेखिदिएँ। अब यो 3x ले यो दुईवटैमा चाहिँ हामीले के गर्छौँ त पालै पालो मल्टिप्लाई गर्छौँ। मल्टिप्लाई गर्दाखेरि 3 इन्टु x 3 इन्टु 2x अथवा 3x इन्टु 2x गर्दाखेरि 3 2 जा 6 अनि x इन्टु x गर्दाखेरि x²। अब हेर्नुहोस् फेरि यसले यसमा त मल्टिप्लाई गरेँ, यसमा पनि मल्टिप्लाई गर्नुपर्ने हुन्छ। ल मल्टिप्लाई गरौँ, 3 3 जा 9 तर पनि यहाँ माइनस छ त्यही भएर माइनस 9 अनि x इज सेम। ल अब यति लेखिसकेपछि हामीले साइन चेन्ज गर्छौँ। जहिले पनि हामीले साइन चेन्ज गर्छौँ है। यदि प्लस छ भने माइनस लेख्छौँ, माइनस छ भने प्लस लेख्छौँ। अब हामीले यही साइनलाई हेर्छौँ, माथिको साइनलाई हामीले हेर्दैनौँ। जस्तै हेर्नुहोस् त यो दुईटाको लागि हामीले प्लस माइनसमा छ क्यान्सल गर्न सक्छौँ अथवा माइनस गर्दाखेरि 0 हुन्छ। अब आउनुहोस् यहाँ प्लस 9x छ, यहाँ एउटा x छ, त टोटल कतिवटा x हुन्छ त 10x। अनि यसलाई हामीले लास्टकोलाई सेम यस्तै यहाँ लेखिदिन्छौँ। क्लियर फर्स्ट स्टेप। सेकेन्ड स्टेप पनि हामी सेम जस्तै फर्स्ट स्टेपको गऱ्यौँ त्यस्तै सेम टु सेम हामीले सेकेन्ड स्टेपको पनि गर्छौँ। कसरी गर्छौँ त हेर्दै जानुहोस्। यहाँ छ 10x, यहाँ छ कति 2x। त यो 2 मा कतिले मल्टिप्लाई गर्दाखेरि 10 हुन्छ? तपाईले भन्नुहुन्छ 5। 5 ले यदि 2 मा मल्टिप्लाई गरिदिने भने 10 हुन्छ। त हामीले लेख्छौँ यहाँ कति त 5। 5 ले यदि 2 मा मल्टिप्लाई गरिदिँदाखेरि कति त 10। अनि यहाँ x अलरेडी छ त्यही भएर यहाँ x लेख्न जरुरी परेन। अझै x लेखिदिनु भयो भने x ले x मा मल्टिप्लाई गर्दाखेरि x² भइदिन्छ, त्यही भएर x लेख्न जरुरी छैन। त्यही भएर अब मल्टिप्लाई गरौँ, 5 ले मल्टिप्लाई गरौँ 2x मा कति हुन्छ 10x माइनसको माइनस 5 3 जा 15। अब अगेन हामीले के गर्छौँ त साइन चेन्ज गर्छौँ। साइन चेन्ज गर्दाखेरि यो प्लस माइनसमा छ क्यान्सल, यहाँ पनि यो माइनस र यो प्लस छ, यो पनि के हुन गयो त क्यान्सल हुन गयो है। यो 15 हो है, यहाँ 15 हो बुझिराख्नु होला। यो चाहिँ के भयो त क्यान्सल। त हाम्रो यहाँ बाँकी बच्यो कति त 0। त्यही भएर हाम्रो एन्सर आयो कति त 3x प्लस 5। अझै पनि तपाईँ कन्फ्युज हुनुहुन्छ भने के गर्नुहोस् त यो दुईवटाले मल्टिप्लाई गर्नुहोस् यो दुईटामा, अनि तपाईँको फेरि पनि यही हाम्रो एन्सर आउन जान्छ। अन्डरस्टुड? तपाईँले 2-3 चोटि यसलाई राम्रोसित प्र्याक्टिस गर्नुहोस्, मजाले एन्सर निकाल्न सक्नुहुन्छ है। थ्याङ्क यू एन्ड बेस्ट अफ लक।